हाई साथीहरू, बल्ल तल्ल समय जुराएर लेटाङ बजार लागे ल। यो भिडियो चाहिँ मैले हिजै पोस्ट गर्नु पर्थ्यो, समय मिलेन। सो वेलकम टु माई मिनी ब्लग एभ्रिवान। तैँले घरमा यताउति गर्यो, घरभित्र धान धुनधुन गर्यो है, छोरी मान्छेको काम पनि देखिँदैन, घरभित्रै हराइन्छ के साथीहरू। समय जुराएर योभन्दा धेरै अघि त म गएको थिएँ एक दुईचोटि, तर धेरै भएको थियो गएको थिइनँ। अनि हिजो चाहिँ समय मिलाएर साथीहरूसँग लागेको कि साथीहरू यो चाहिँ मोरङ्गे पुल हो। जाँदै बाटोमा चाहिँ लेटाङ नगर अस्पताल ठुलो बनिरहेको रहेछ। मैले छोटो भिडियो क्लिप लिइहालेँ कि साथीहरू। जाँदै हामी बजार पनि पुग्यौँ। हेर्नुहोस् न, पानी पर्नलाई कालो मैलो भइरहेको थियो, तर पानी चाहिँ परेन। ठिक्क पुग्ने बित्तिकै मैले चाहिँ सुरुमै 100 रुपियाँको एक जोडी चप्पल किनिहालेँ। अनि काँक्रा चाहिँ भन्नुहुन्छ भने साथीहरू ताजा पाहाडबाट झरेको। अरू सब्जीहरू पनि उस्तै राम्रो, जुन देख्यो त्यही राम्रो। जुन हेऱ्यो जुनै राम्रो, घाम हेऱ्यो घामै राम्रो भनेको पारा। टमाटरको भिड हेर्नु न, 50 रुपियाँ केजी थियो कि साथीहरू, त्यही भएर पनि होला। अलिक यता हाम्रो जाँतेको मङ्गलबारेमा भन्दा चाहिँ अलिक व्यवस्थित र अलिक राम्रो पनि लाग्यो। व्यापारीहरूलाई पनि अलिक व्यवस्थित तरिकाले यो टहराहरू निर्माण गरिदिनु भएको रहेछ। गर्दै हाम्रो चाहिँ सपिङ पनि सकेर खाजा पनि खाइहाल्यो, पोकापोकी तयार पार्यो हामीले पनि। अनि त्यसपछि लागिहाल्यौँ साथीहरू। यो चाहिँ आजको भयङ्कर पानी परेको हो ल साथीहरू।